साथीहरू नमस्ते। आउँदै गरेको फागुन 21 गतिको चुनावमा आफ्नो मतदाता नामावली छ कि छैन अथवा नयाँ कसरी भर्ने नभएदेखि भनेर जान्न चाहनुहुन्छ भने यो भिडियो हेरेर तपाईँले गर्न सक्नुहुनेछ। त्यसको लागि आफ्नो क्रोम ब्राउजरमा जानुहोस्। मोबाइलको क्रोम ब्राउजर खुलिसके पछाडि यस सर्च बक्समा गएर तपाईँले भोटर सर्च गर्न सक्नुहुनेछ। त्यसपछि भोटर आइडी रजिस्ट्रेसन नेपाल भन्ने वेबसाइट खुल्दछ। त्यसपछि इलेक्सन कमिसन नेपाल भन्नेमा फर्स्ट साइटमा तपाईँले क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि निर्वाचन आयोग नेपालको साइट खुल्नेछ। अब तपाईँले यहाँभन्दा अगाडि भोटै हाल्नुभएको छैन अगाडिका चुनावहरूमा भने तपाईँले नयाँ दर्तामा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ। नागरिकता राष्ट्रिय परिचय पत्र अनुसारको विवरण भरेर, अथवा यहाँभन्दा अगाडि तपाईँले भोट हालिसक्नु भएको छ नेपालको कुनै पनि चुनाव भएको बेला भने तपाईँले आफ्नो मतदाता नामावली छ कि छैन त अब यो चुनावको लागि भनेर तपाईँले यहाँ तल खोज्न सक्नुहुनेछ। अथवा नामावली अद्यावधि गर्नुपर्नेछ। तपाईँले फर्म त भर्नुभयो तर मिस्टेक भर्नुभयो, केही सच्याउनु पर्ने थियो। पहिलाको चुनावमा तपाईँले भोटर के अरे मतदाता नामावली भरेर पनि भोट हाल्न पाउनु भएन, तपाईँको नाम आएको थिएन भने त्यसलाई नामावली अद्यावधिमा गएर सच्याउन सक्नुहुनेछ। र आफ्नो मतदाता नामावली छ कि छैन त अब नयाँ दर्ता गर्नुपर्ने हो कि अथवा अद्यावधि गर्नुपर्नेमै छ कि अथवा भोट हाल्न पाउनुहुनेछ के छ त आफ्नो मतदाता नामावली कायम छ कि छैन, त्यसको लागि मतदाता नामावली खोज्नुहोस्मा गएर हेर्न सक्नुहुनेछ। यहाँ क्लिक गरिसके पछाडि तपाईँको एउटा साइट खुल्नेछ, वेबसाइट प्लेटफर्म। त्यस पछाडि तपाईँको यहाँ निर्वाचन आयोग नेपाल भनेर सबै डिटेल खुल्नेछ। त्यसपछि तपाईँको आफ्नो मतदाता नामावली छ कि छैन, भोट हाल्न पाउनुहुन्छ कि हुन्न, तपाईँको नाम दर्ता भइसकेको छ कि छैन हेर्नुहोस्। जस्तो यहाँ प्रदेश छान्नुहोस्। अब तपाईँ जस्तो अब काठमाडौँ, भक्तपुर, ललितपुर होइन, कुन 7 प्रदेशमध्ये कुन प्रदेशमा हुनुहुन्छ तपाईँ, जस्तो बागमती प्रदेशलाई छानी हेर्नुहोस्। तपाईँको जिल्ला छान्नुहोस्। जिल्ला तपाईँको जस्तो मानव ल मैले काठमाडौँ नै छाने, काठमाडौँ। तपाईँको कुनै पनि हुनसक्छ। गाउँपालिका कुन त काठमाडौँको भन्दाखेरि मैले छाने ल काठमाडौँ महानगरपालिका। त्यस पछाडि वडा नम्बर कति त भन्दा मानव मैले 2 छाने होइन, मेरो त्यहाँ जहाँ घर हो आफ्नो जे विवरण छ त्यो छाने। अब मतदाता स्थल कुन कुन छ त, धोबीचौर, नील सरस्वती मन्दिर, लाजिमपाट, ब्लू होराइजन एकाडेमी होइन, सांस्कृतिक एकता मञ्च, यो छ। मैले ल उदाहरणको लागि तपाईँलाई बुझाउनको लागि होइन, तपाईँ आफ्नो कुन ठाउँ छ त्यो छान्नुहोस्। मैले चाहिँ ल नील सरस्वती मन्दिर लाजिमपाट छाने। यसमा सबमिट गर्नुहोस्। त्यो गरिसकेपछि तपाईँको डिटेल यहाँ छ कि छैन हेर्न पाउनुहुनेछ। मतदाता नामावली हेर्नुहोस्। मतदाता नामावलीको सम्पूर्ण विवरण, मतदाताहरूको नाम यहाँ रहेको छ, तपाईँले हेर्न सक्नुहुनेछ। त्यहाँ जम्मा 1919 जना मतदाता रहेछन् होइन, त्यस्तै होला सायद, जे भयो नि। तपाईँको यहाँ नाम छ कि छैन हेर्न सक्नुहुनेछ। यो नाम छ भने तपाईँले ढुक्कले भोट हाल्न पाउनुहुनेछ। अब आफ्नो नाम सर्च गर्नुहोस्। अब यहाँ हेरौँ जस्तो तपाईँको अब यो सर्च बक्समा गएर तपाईँको नाम के हो त, तपाईँको नाम मानौ राम छ भने राम भन्ने भोटरको नाम छ कि छैन त हेर्नुहोस्। यहाँ गएर सर्च गरिसकेपछि हेर्नुहोस्, जस्तो राम भन्ने देखाएन। अभिराम बहादुर सिंह, अभिलाषा पन्त, यस्तो यस्तो देखाइरहेछ। राम भन्ने देखाएन। अब तपाईँको नाम मानौ अभिषेक छ भने हेर्नुहोस् छ कि छैन त आफ्नो नाम। अभिना वैद्य, अभिषेक राई, अभिषेक घिमिरे, अभिषेक धारीवाल, अभिषेक पन्त, ल हेर्नुहोस्। तपाईँहरूको आफ्नो नाम यसरी हेर्न सक्नुहुनेछ भनेपछि तपाईँहरूले भोट हाल्न पाउनुहुने हो। अब सर्च गरौँ। मानौ मेरो नाम के राखौँ, जस्तो श्याम रहेछ भने अब मेरो मतदाता नामावली नाम लिस्ट छ कि छैन त
छैन यहाँ, किनकि म बाहिरी जिल्लाको अथवा मतदाता नामावली नभरेको मान्छे हुन सक्छु। अब हेर्नुहोस्, जस्तो कुमार भयो भने यो सर्च गर्नुहोस्, कुमार सर्च गरेर हेर्नुहोस्, अनिल कुमार खनाल, अनिल कुमार श्रेष्ठ। अब यसरी तपाईँको आफ्नो नाम सर्च गरेर हेर्न सक्नुहुनेछ। आफ्नो नाम लिस्ट त्यहाँ भेट्टाउनु भयो भने भइहाल्यो, तपाईँले ढुक्काको साथ भोट हाल्न पाउनुहुने भयो। मतदाता नामावली तपाईँको दर्ता भइसकेको छ। यदि छैन, तपाईँको नाम देखाएन भने तपाईँहरू आफ्नै घरमा बसेर अथवा सरकारले तोकेको आफ्नो वरिपरिको कुनै ठाउँमा गएर दर्ता गर्न सक्नुहुनेछ। जस्तै भक्तपुरको सल्लाहघारी, काठमाडौँको कुन कुन ठाउँतिर तोकेको छ त्यो ठाउँमा गएर दर्ता गर्न सक्नुहुनेछ। घरमै बसेर पनि आफ्नै मोबाइलबाट, ल्यापटपबाट, कम्प्युटरबाट तपाईँले नयाँ दर्तामा गएर दर्ता गर्न सक्नुहुनेछ आफ्नो नागरिकता राष्ट्रिय परिचय पत्रको डिटेल हालेर। धन्यवाद।